धेरै टमाटरहरूमा रोग लाग्न थाल्यो। अब बल्कि खेती गर्न नसकिने किसानहरू विभिन्न रोगहरू अनि त्यो विषादीहरूले माटो नै बिग्रिसकेको हुँदा अहिले नयाँ टेक्नोलोजी विज्ञहरूले अनुसन्धान गरेर अहिले जङ्गली भान्टामा भन्दाखेरि कण्ठकारी त्यसमा टमाटर ग्राफ्टिङ गरेर उत्पादन लिने भन्ने वैज्ञानिकहरूको अनुसन्धानले भर्खरै 2829 गते म धनगढीको कैलाली लम्कीमा ट्रेनिङ लिएर आएको। अब यसलाई यो र जङ्गली जरा रुट भन्छन्, जराको भाग र अनि यो साइनोको साइज एउटै हुनुपर्छ। अनि अब जङ्गली भन्टामा कुनै प्रकारको रोग लाग्दैन। अनि त्यसलाई अब साइनोलाई यता ठ्याक्क साइजमा यता काटिने हो। अनि त्यो रुटको त जराको पनि यहाँ काटिने हो छड्केमा। अनि काटेर यसलाई यहाँ जोइन्टो गरेर यहाँ क्लिपहरू पाउँछ अनि अर्को ट्युबहरू पनि पाउँछ। त्यसलाई अनि ग्राफ्टिङ रुम भन्छन्। त्यो ग्राफ्टिङ रुममा राख्ने हो। अनि पातहरू काट्ने हो, सबै पात काट्ने अनि सानो सानो पात राखिदिने। त्यसपछि त्यहाँ रुममा राखिदिने। आर्द्रता ह्युमिडिटी फायर भन्ने एउटा ऊ हुन्छ मेसिन, त्यसले आर्द्रता बढाएर त्यसपछि सानो यो बोटको अवस्था हेरेर त्यहाँ उ गरेर 10-15 दिनपछि सार्न मिल्छ। त्यही हो सर। धन्यवाद। अनि यो गर्मीपातलाई कुन दिशातिर फर्काउने अनि कसरी लाउने भन्ने यसको उ छ। जब हामीले यो टमाटर खेती गर्छौँ यो गर्मीपातलाई एउटै दिशातिर लाउनुपर्छ। लाउने हो भने यस्तो लाउने, यसो लाउने भने यस्तो लाउने। किन लाइनमा मिलाउने हो सबै भोट किन लाउने त भनेपछि अब हाम्रो यो जस्तो यस्तो लगाइदियौँ भनेपछि यसै प्रकारले फल आउँछ, यस्तो लगायो भने यसै प्रकारले फल आउँछ। तब हामीलाई रमाइलो पनि चाहियो हो, सुन्दरता पनि चाहियो हो उत्पादनको साथसाथै। त्यही भएर अब कृषि विज्ञहरूले बताउनु भएको हो। धन्यवाद। नाम के हो? मेरो नाम धनसिंह सितोली हो सर। समूहको नाम डाँडाबाग कृषक समूह।